हेलो साथीहरू, हामी चाहिँ दार्जिलिङ बेलुका पुगेकोले बेलुका चाहिँ हामी चौरास्ता घुमेर रिटर्न आएर सुत्यौँ। एकदमै धेरै उकालो ओह्रालो थियो नि त, अनि गाडीमा जानु पनि नमिल्ने, हिँडेरै हिँड्नुपर्ने आधी घन्टा जति बाटो। अनि आज पनि त्यस्तै छ, हामी चाहिँ महाकाल जाँदैछौँ। महाकाल हाम्रो दर्शन गर्ने एकदमै पुण्यभूमि, त्यहाँ चाहिँ माग्यो त्यही पुग्छ भन्ने चलन रहेछ। म चाहिँ योभन्दा अगाडि 4-5 साल अगाडि पनि गएको हो। अनि अहिले चाहिँ मेरो छोरा अनि मेरो मम्मी दिदीको छोरी उनीहरूको चाहिँ फर्स्ट टाइम हो। हामी तीनजना आमा छोरी, उसको बाबाको चाहिँ सेकेन्ड, मतलब बाबाको त धेरै टाइम भइसक्यो होला, हामी चाहिँ सेकेन्ड टाइम हो यहाँनिर जाँदै गरेको। बिहानै उठेर हामी हिँड्दै गयौँ। यहाँनिर जाम भएको कारणले गर्दा गाडीहरू छिर्नु दिँदैन रहेछ, हिँडेरै जानुपर्ने रहेछ। आधी घन्टा 45 मिनटको बाटो होला, सायद आधी घन्टा होला, तर हामी चाहिँ उकालो भएर यति धेरै टाढा लागिरहेको थियो। जस तर आउँदा चाहिँ छिटो नै भयो, ओह्रालो त छिटो हिँड्दो रहेछ। मेन गरेर चाहिँ सास फुल्ने नि त, हामी उकालो नहिँड्ने बानी भएको, त्यही माथि म अलिक विक पनि थिएँ, अनि आमा पनि त्यस्तै। अनि नानीको बाबा चाहिँ नानी बाबु बोकेर हिँडिराख्नु भएको छ। फाइनली हामी आइपुग्यौँ। अनि हेर्नुहोस् न, यहाँ चाहिँ यस्तो छ कि यहाँ चाहिँ हिन्दू अनि बुद्धिस्ट दुईटैको एकै ठाउँमा, एउटै मन्दिरमा आधा पाठमा पण्डितजी, आधा पाठमा लामा गुरु बस्नु हुँदो रहेछ। यो पाठ चाहिँ एकदमै अनौठो लागेको। हुनु त धर्म सबै एउटै हो। यहाँनिर चाहिँ पहिला सुरुमा उत्पत्ति हुँदा चाहिँ जे माग्यो त्यही पुग्ने त्यस्तो हुन्थ्यो अरे नि। हिन्दूहरूले भन्नुभयो अरे यो चाहिँ हाम्रो महाकाल शिवजीको हो भन्नुभयो अरे नि। हाम्रो बुद्धिस्टको पनि महाकाल एउटा साङ्गे हुन्छ नि त, अनि उहाँको हो भनेर एकदमै ठुलो अदालत मुद्दा हुँदा चाहिँ सरकारले चाहिँ दुईटैको हो भनेर चाहिँ आधा आधा गरेर चाहिँ राखिदिनु भएको रहेछ। हजुरहरूलाई म त्यो पनि देखाउँछु। हामी चाहिँ फाइनली पुगेर यसरी हेर्दैछौँ। यहाँ चाहिँ हिन्दूहरूको घन्टीहरूदेखि लिएर ध्वजा सबै छ भने हाम्रो छेलुङहरू त्यस्तोहरू पनि सबै छ, नाङसाल बाल्नेहरूदेखि लिएर सबै छ हाम्रो पनि। अनि हामी चाहिँ यहाँ पुगेर एकदमै शान्त, एकदमै राम्रो थियो। यसरी उकालो भर्खरै हामी पुग्दैछौँ, एकदमै दर्शन गऱ्यौँ। हेर्नुहोस् त, यसरी एकपट्टि लामा गुरुजी हुनुहुन्छ अनि एकपट्टि पण्डितजी हुनुहुन्छ। अनि हामी चाहिँ दुईजनाको दर्शन गऱ्यौँ, अनि बत्ती बाल्यौँ, भानेकुलोहरू घुमायौँ। अनि त्यस्तो गरेर चाहिँ दर्शन गरेर हामी चाहिँ एक दुईवटा फोटो पनि क्लिक गरेर फर्क्यौँ। थ्याङ्क यू फर भिडियो हेरिदिनु भएकोमा।